नमस्ते साथीहरू। एनपिएल सिजन 2 को चितवन राइनोज र लुम्बिनी लायन्स बीचको खेलले हिजो सोसियल मिडियामा पुवर अम्पायरिङको कारण धेरै नै चर्चा पायो। हो, जुन लेभलको लिग हामीले गराउन खोज्दैछौँ त्यो लेभलमा टेक्निकल मिस्टेक्सहरू कम हुनु पर्थ्यो। सानो सानो मिस्टेक्सले पनि लिगको क्वालिटी र लेभलमा प्रश्न चिन्ह खडा गर्छ। तर आज हामी त्यो कन्ट्रोभर्सीलाई साइडमा राखेर प्योर क्रिकेटको कुरा गर्नेछौँ। सुरु गरौँ टसबाट। लुम्बिनीले टस जित्यो र बिना कुनै सोचविचार बलिङ रोज्यो। साथीहरू, रातिको म्याचमा टियुमा ड्यू पर्नु सामान्य कुरा हो। यसले गेमलाई धेरै नै ठुलो असर गर्छ। पहिलो कुरा, बल साबुन जस्तै चिप्लो हुन्छ, जसले गर्दा स्पिनर्सले टर्न गर्न सक्दैनन् र पेसर्सले योर्कर्स कन्ट्रोल गर्न सक्दैनन्। र अर्को कुरा, बल स्किड भएर ब्याटमा राम्ररी आउँछ। त्यसैले टस जित्नु नै लुम्बिनीको लागि पहिलो जित थियो। चितवनको सुरुवात कस्तो रह्यो त? एकदमै निराशाजनक। लुम्बिनीका ट्रम्पलम्यानले पहिलो ओभरमै डेन्जरम्यान डेभिड मलानलाई गोल्डन डक आउट गरे। Drags it on. Lions strike early. त्यसपछि सुरु हुन्छ देव खनालको स्ट्रगल, द बिग कन्सर्न। यहाँ मैले कुरा गर्नै पर्ने हुन्छ। नेपालको फ्युचर स्टार, टेक्निकली साउन्ड ब्याट्सम्यान, मलाई एकदमै मनपर्ने खेलाडी हो। तर हिजो उनको ब्याटिङ, सरी टु से, पावर प्लेमा यस्तो टेस्ट म्याचवाला अप्रोच चल्दैन। पावर प्ले सकिँदासम्म 12 बलमा 4 रन छ। नेसनल टिम वरिपरि रहेको प्लेयर र अन्डर 19 टिम क्याप्टेन्सी गरिसकेको प्लेयरले कमसेकम स्ट्राइक रोटेट गर्न सक्नुपर्छ। बाउन्ड्री आएन भने पनि सिङ्गल डबल गरेर प्रेसर रिलिज गर्न सक्नुपर्ने हुन्छ। डट बल खेलेर उनले आफूलाई मात्र होइन, नन स्ट्राइकरमा रहेको ब्याट्सम्यानलाई पनि प्रेसरमा राखे। आशा छ नेक्स्ट म्याचमा यस्तो मिस्टेक गर्ने छैनन्। अब कुरा गरौँ रवि बोपराको। उनले एक्सपिरियन्स कहाँ काम लाग्छ भनेर देखाए। टी20मा प्यानिक नगरी इनिङलाई कसरी बिल्ड गर्ने भन्ने कुरा उनले सो गर्छन्। सुरुमा उनले टाइम लिए, विकेटलाई बचाएर राखे र बिस्तारै इनिङलाई एक्सिलेट गर्दै गए। यदि उनी त्यहाँ नभएको भए चितवनलाई 100 रन कटाउन पनि गाह्रो पर्न सक्थ्यो होला। अर्को, चितवन 142मा रोकिनुको मुख्य कारण हो रोहितको त्यो फ्याबुलस क्याच। Sliced away and taken. Oh, excellent catch. यदि सेफ जाएब 2 ओभर अझ खेलेको भए 15 देखि 20 रन एक्स्ट्रा हान्न सक्थे। यसरी चितवनको स्कोर 160 प्लस मजाले पुग्न सक्थ्यो। चितवनको ब्याटिङ पोजिसनको कुरा गर्नुपर्दा मेरो विचारमा अर्जुन साउथ नम्बर 7मा आएर ब्याटिङ गर्ने खेलाडी होइनन्। उनी नम्बर 4 तिर आएर गेमलाई कन्ट्रोल गर्न सक्ने खेलाडी भएको कारणले आउने म्याचहरूमा भने चितवन राइनोजले उनको ब्याटिङ पोजिसनलाई पनि ध्यान दिनुपर्ने हुन्छ। 143 को टार्गेट चेस गर्न आएको लुम्बिनीले सरप्राइज दियो सन्दीप जोरालाई ओपनिङ पठाएर। मलाई लागेको थियो दिलीपनाथ र डार्सी सर्ट ओपनिङमा आउँछन् भनेर, किनभने दिलीपनाथ पनि टप अर्डर ब्याट्सम्यान नै हुन्। सन्दीप जोराले खासै ओपनिङ गरेको मैले देखेको छैन, किनभने उनी नेपाली टिमबाट खेल्दा नम्बर 4-5 तिर आएर ब्याटिङ गर्ने खेलाडी हुन्। मलाई अझै पनि लाग्छ लुम्बिनीको लागि आइडियल ओपनिङ पोजिसन भनेको डार्सी सर्ट र दिलीपनाथ नै हुनेछन्, किनभने सन्दीप जोरा मिडल अर्डरमा आएर गेमलाई कन्ट्रोल गरेर खेल्न सक्छन् र चाहेको बेला गेमलाई एक्सिलरेट गरेर गेम फिनिस गर्न सक्ने खेलाडी हुन्। उनसँग त्यो अनुभव छ, त्यही भएर उनको लागि बेस्ट फिट पोजिसन भनेको मिडल अर्डरमै हुनेछ। त्यस्तै क्याप्टेन रोहित पौडेल, उनी लुम्बिनी लायन्सको मात्र क्याप्टेन होइन, नेपाल नेसनल टिमको पनि क्याप्टेन हुन् र उनले 100 को भन्दा पनि कम स्ट्राइक रेटमा टी20 खेलिरहेका थिए। अन्तमा गुलबदिन नायब आएर त्यो 44 रनको मन्स्टर इनिङ नखेलेको भए रोहितको त्यो इनिङ म्याच विनिङ होइन, म्याच लुजिङ इनिङ हुन सक्थ्यो। लुम्बिनीले हिजोको म्याच जित्नुमा बलर ट्रम्पलम्यान, अभिषेक र गुलबदिन नायबको अलराउन्ड पर्फर्मेन्स नै हो। हजुरहरूलाई के लाग्छ कमेन्टमा लेख्नुहोला।